हेलो एभ्रिवान, वेलकम टु च्यानल। आज हामी क्लास 10 को साइन्स एन्ड टेक्नोलोजीको युनिट 9 हिटको एमसिक्यू सिरिज गर्दैछौँ। एभरेज काइनेटिक एनर्जी अफ अल एटम्स अर मोलिक्युल्स भनेको द्याट इज बेसिकली डेफिनेसन अफ टेम्परेचर। यसैमा यदि टोटल काइनेटिक एनर्जी भनेको थियो भने हाम्रो आन्सर हुन्थ्यो हिट एनर्जी। वाट इज द इक्विभ्यालेन्ट भ्यालु अफ 1 क्यालोरी इन टर्म्स अफ जुल? ओके, यो एउटा रिलेसन थाहा पाइरहनु होला। हाम्रो 4.2 जुल बराबर हुन्छ 1 क्यालोरी। रिलेसन हेर्दाखेरि 1 क्यालोरी बराबर 4.2 जुल। अप्सन नम्बर डी इज द करेक्ट अप्सन। विच फ्याक्टर डज नट डाइरेक्टली एफेक्ट द टोटल क्वान्टिटी अफ थर्मल एनर्जी? थर्मल एनर्जी भनेको कुनै पनि गिभन मासको लागि भएको टोटल हिट एनर्जी हो। अब केमा डिपेन्ड गर्दैन डज नट डाइरेक्टली एफेक्ट भन्दाखेरि काइनेटिक एनर्जी अभियसली भयो, नम्बर अफ एटम्स भयो, मास पनि भयो, एटमोस्फेरिक प्रेसरमा एफेक्ट गर्दैन। एटमोस्फेरिक प्रेसर is the correct option. Next, why are gaps left between two successive railway tracks? Okay, यो हामीले एप्लिकेशन्स अफ हिट अर्थात् हिट कहाँ कहाँ डेली लाइफमा काम लाग्छ भन्ने कुरा पढिरहेछौँ। ब्रिजेसमा, त्यसै गरी रेलवे ट्र्याक्समा दुईटा ट्र्याकको बिचमा ग्याप किन छोडिन्छ त भन्दाखेरि पछि समरमा एक्सपान्सन भएर यो फिल गर्नलाई ठाउँ होस् भनेर लिफ्ट गरिन्छ। भनेपछि इट इज बेसिकली एप्लिकेसन अफ थर्मल एक्सपान्सन, इट अलाउज फर एक्सपान्सन। ओके, हिटिङ वाटर फ्रम 0 to 4 डिग्री सेल्सियस भनेको छ है। यो त एनोमेलस एक्सपान्सनको क्वेसन भइहाल्यो। हामीले यो पढिसकेको छौँ, एनोमेलस एक्सपान्सन अफ वाटर भनेर। अब यसमा हामीले यो दुईटा ग्राफ एकदम याद गर्नुपर्छ है। एउटा भयो टेम्परेचर र तपाईँको भोल्युमको ग्राफ, अर्को भयो टेम्परेचर र डेन्सिटीको ग्राफ। वाटरको डेन्सिटी सबैभन्दा बढी कति डिग्री सेल्सियसमा हुन्छ त भन्दाखेरि 4 डिग्री सेल्सियसमा है। सो 0 to 4 लाई हेऱ्यौँ भने हामीले डेन्सिटी 4मा सबैभन्दा बढी म्याक्सिमम हुन्छ भनेपछि अरू टेम्परेचरमा कम, त्यस पछाडि पनि कम। तर भोल्युम चाहिँ 4 डिग्री सेल्सियसमा सबैभन्दा मिनिमम हुन्छ है, सबैभन्दा कम हुन्छ। भनेपछि अरू टेम्परेचर 4 बाट कम 0 मा जानु भयो भने भोल्युम बढी हुन्छ, अरूमा जायो भने बढी हुन्छ। अब यहाँ सोधेको छ भोल्युम 0 देखि 4 डिग्री सेल्सियसमा के हुन्छ त भन्दाखेरि भोल्युम डिसपियर्स हुँदैन, भोल्युम डिक्रिजेस। ठिकै हो, 0 to 4 मा भोल्युम घटिरहेको छ, हामीले हेर्न सक्छौँ, दिस इज ओके। भोल्युम इन्क्रिजेस त होइन, रिमेन्स कन्स्टेन्ट पनि होइन बिकज अफ एनोमेलस एक्सपान्सन। सो हाम्रो करेक्ट अप्सन हुन्छ अप्सन नम्बर बी, द भोल्युम डिक्रिजेस। एट वाट टेम्परेचर डज वाटर ह्याभ इट्स म्याक्सिमम डेन्सिटी? ओके, यो त हामीलाई थाहा हुनु पऱ्यो। एनोमेलस एक्सपान्सनले गर्दा वाटर हेज म्याक्सिमम डेन्सिटी एट 4 डिग्री सेल्सियस। यहाँ तपाईँलाई झुक्काउनलाई -4 पनि छ, ध्यान दिएर अप्सन हेर्नु होला। करेक्ट अप्सन नम्बर सी। विच इज द डिसएडभान्टेज अफ युजिङ अ मर्करी थर्मोमिटर? मर्करी थर्मोमिटरको बेफाइदा, इट वेट्स द ग्लास। मर्करीले ग्लासमा टाँसिँदैन, मर्करी डज नट वेट द ग्लास, यो गलत हो। इट क्यानट मेजर टेम्परेचर बिलो -39, यो ठिकै हो। इट इज ट्रान्सपरेन्ट एन्ड हार्ड टु सी। मर्करी ट्रान्सपरेन्ट हुँदैन, मर्करी ओपेक हुन्छ, मजाले देखिन्छ। इट इज अ भेरी लो बोइलिङ पोइन्ट। मर्करीको बोइलिङ पोइन्ट भेरी लो त होइन है, यो धेरै नै हुन्छ। मर्करीको बोइलिङ पोइन्ट हुन्छ 357 डिग्री सेल्सियस। सो हाम्रो बेस्ट आन्सर भयो अप्सन नम्बर बी, करेक्ट। 8, वाट इज द प्राइमरी रिजन एल्कोहल थर्मोमिटर्स आर युज इन भेरी कोल्ड रिजन? चिसो ठाउँमा किन युज गरिन्छ त भन्दाखेरि हाम्रो एल्कोहलको रेन्ज हुन्छ -117 डिग्री सेल्सियसदेखि लिएर अप टु 78 डिग्री सेल्सियस। यो भयो यसको मेल्टिङ पोइन्ट अथवा फ्रिजिङ पोइन्ट र यो भयो यसको बोइलिङ पोइन्ट। सो हामीले भन्न सक्छौँ इट इज अ भेरी लो फ्रिजिङ पोइन्ट, त्यही भएर कोल्ड रिजनमा युज गरिन्छ। अप्सन नम्बर ए, एक्सपान्सनको कुरा होइन, एक्सपान्सन त झन् धेरै हुन्छ एल्कोहल। हाई बोइलिङ पोइन्ट त होइन र इजियर टु सी पनि हुँदैन किनकि यो ट्रान्सपरेन्ट हुन्छ, यो त बेफाइदा भइहाल्यो। इन अ क्लिनिकल थर्मोमिटर विच इज द पर्पज अफ किङ्कर कन्स्ट्रक्सन? थर्मोमिटरको स्ट्रक्चर तपाईँहरूलाई याद होला। थर्मोमिटरको स्ट्रक्चरमा मेनली 2-3वटा पार्टहरू एकदम जान्नुपर्छ। हाम्रो अगाडिपट्टिको भागलाई भन्छ हामीले बल्ब, जहाँनिरबाट हिट यसले एब्जर्ब गर्छ। त्यस पछाडि पछाडिको भागलाई हामीले भन्छौँ स्टेम, जुन ग्लासले बनेको हुन्छ। बल्ब जहिले पनि मेटलले बनेको हुन्छ र स्टेम ग्लासको हुन्छ। हामी यो सामान्य क्लिनिकल थर्मोमिटरको कुरा गर्दैछौँ। अब यो भित्रपट्टिको यो जुन भयो, यो भयो हाम्रो क्यापिलरी ट्युब, सानो ट्युब हुन्छ। अब यहाँ बिचमा यस्तो सानो साँगुरो भएर यो बेन्ड भएको हुन्छ है। यो बेन्ड भएको भाग जुन छ, वी बेसिकली कल दिस एज किङ्क अर द कन्स्ट्रक्सन। यसको काम के हो? सबै बल्बबाट बल्बतिर एकैचोटि हाम्रो
मर्करी फिर्ता नआओस् भन्नको लागि यसले यो फिर्ता आउनलाई स्लो गर्छ सो द्याट वी क्यान टेक रिडिङ इभन आफ्टर सम टाइम सो टु प्रिभेन्ट द ब्याकफ्लो अफ मर्करी इन्टु द बल्ब इन नम्बर 10 विच टाइप अफ थर्मोमिटर मेजर्स टेम्परेचर बाई डिटेक्टिङ इन्टेन्सिटी अफ थर्मल रेडिएसन इन्टेन्सिटी भनेपछि कन्ट्याक्टमा नआइकन नाप्ने रेडिएसन कतिको कडा आइरहेको छ भनेर सो दिस इज बेसिकली द प्रिन्सिपल अफ इन्फ्रारेड थर्मोमिटर यसलाई हामीले कहिलेकाहीँ इक्जाममा नन कन्ट्याक्ट थर्मोमिटर कुन हो भनेर पनि सोधिरहेको हुन्छ नन कन्ट्याक्ट भनेको फिजिकली कन्ट्याक्ट गर्नु परेन बाँकी सबै कन्ट्याक्ट थर्मोमिटर हो एनिवेज यसको आन्सर चाहिँ इन्टेन्सिटी अफ थर्मल रेडिएसनबाट आइआर थर्मोमिटर हामीलाई त्यो डेफिनेसनबाट क्वेसन आएको छ स्पेसिफिक क्यापेसिटी इज डिफाइन्ड एज अमाउन्ट अफ हिट रिक्वायर्ड टु रेज द टेम्परेचर अफ हामीले पढेको डेफिनेसनमा युनिट मास अफ अ सब्सटेन्स बाई 1 डिग्री सेल्सियस सो हाम्रो यहाँको करेक्ट अप्सन हुन जान्छ युनिट मास त छैन द्याट इज 1 केजी विच सब्सटेन्स हेज द हाइएस्ट स्पेसिफिक क्यापेसिटी हामीले यो च्याप्टरमा धेरै ठाउँमा एप्लिकेसन पनि पढेको छौँ वाट इज युज फर हिटिङ वाट इज फर कुलिङ पर्पजेस र सबैको कारण भनेको कम्पेयर टु मर्करी कम्पेयर टु आइस कम्पेयर टु एल्कोहल वाटर हेज द हाइएस्ट स्पेसिफिक क्यापेसिटी What does it mean if specific capacity of water is 4200 joule per kg per degree Celsius? यसको अर्थ के हो हेर्नुहोस् है भनेपछि 4200 जूल हिट एनर्जी चाहियो हामीलाई यति हिट एनर्जी चाहियो किन भन्दाखेरि 1 केजी को मास छ र त्यसको टेम्परेचर 1 डिग्री सेल्सियसले बढाउनु छ भने है 1 केजी मासलाई 1 डिग्री सेल्सियसले यसको टेम्परेचर रेज गर्नलाई 4200 जूल अफ हिट एनर्जी हामीले दिनु पर्यो इट इज बेसिकली इन अप्सन नम्बर ए हामीले डिस्कस गरेकै कुरा सो 4200 जूल अफ हिट इज रिक्वायर्ड टु रेज द टेम्परेचर अफ 1 केजी अफ वाटर बाई 1 डिग्री सेल्सियस Why does the sand in a desert get very hot? Sand किन तात्छ र राति किन धेरै चिसो हुन्छ ओके यसमा स्पेसिफिक क्यापेसिटीको रोल छ हामीले डेली लाइफमा पनि एक्सपिरियन्स गरेको छौं पानी एकदम ढिलो तात्छ र ढिलो सेलाउँछ स्पेशली इन द विन्टर यसको कारण भनेको यसको भेरी हाई स्पेसिफिक हिट क्यापेसिटी यसलाई तताउन पनि धेरै हिट दिनुपर्छ र यसलाई सेलाउन पनि यसले धेरै हिट लुज गर्नुपर्छ अब स्यान्ड चाहिँ किन उल्टो भयो त है एकैछिनमा तात्ने एकैछिनमा सेलाउने धेरै चिसो हुने द आन्सर इज किनकि यसको स्पेसिफिक क्यापेसिटी एकदमै लो छ सो करेक्ट अप्सन इज अप्सन नम्बर सी बाँकी अरू कुनै अप्सनले गर्दा होइन त Calculate the heat required to raise the temperature of 2 kg of iron from 30 to 90. Okay, यो त न्यूमेरिकल सोधेको छ हामीलाई दिएको मास कति छ त 2 kg छ टेम्परेचर चेन्ज कति छ त dt अथवा t बराबर 90 minus 30 डिग्री सेल्सियस गर्दाखेरि हाम्रो आन्सर आयो 60 डिग्री सेल्सियस स्पेसिफिक क्यापेसिटी पनि दिएको छ 460 जूल पर केजी पर डिग्री सेल्सियस भनेपछि हिट भनेपछि we use the formula Q equals to MSTT. तपाईले क्याल्कुलेसन गर्नु होला mass into specific capacity into temperature. So the correct option we'll be getting after calculation is 55,200 joule. So हाम्रो option number D चाहिँ correct भयो. Principle of calorimetry. What happens when hot body is mixed with a cold body in an isolated system? Isolated system भनेको बाहिरी फ्याक्टरहरूलाई कन्सिडर गर्नु परेन हिटको ट्रान्सफर त्यो दुईटा बीचमा मात्रै हुन्छ अब भनेको छ हट र कोल्डलाई मिसाइदियो भने टोटल हिटै बढ्छ दिस इज रङ फाइनल टेम्परेचर इज अलवेज द एभरेज अफ द टु स्टार्टिङ टेम्परेचर्स ओके दिस इज फाइन हट बडी गेन्स हिट फ्रम द कोल्ड बडी यो चाहिँ गलत हो जहिले पनि हिटको फ्लो हट बडी छ र कोल्ड बडी छ भनेपछि टेम्परेचर यसको बडी छ यसको टेम्परेचर कम छ भने जहिले पनि हिटको फ्लो हटबाट कोल्डतिर मात्रै हुन्छ हिट लस बाई द हट बडी इज इक्वल टु द हिट गेन बाई द कोल्ड बडी ओके प्रिन्सिपल अफ क्यालोरीमेट्रीको प्रिन्सिपल भनेको हिट लस्ट इक्वल्स टु हिट गेन सो हिट लस बाई द हट बडी इज इक्वल टु द हिट गेन बाई द कोल्ड बडी सो डी इज आवर बेस्ट आन्सर वाइ डज अ थिक ग्लास भेसल अफन क्र्याक when बोइलिङ वाटर इज poured हामीले मोटो बाक्लो ग्लासको भेसलमा भाँडोमा ग्लासमा तातो पानी उम्लेको पानी हाल्यो भने किन क्र्याक हुन्छ यसको रिजन के हो भने जब हामीले पानी हाल्छौँ यसको दुईटा लेयर यो धेरै मोटो भएको कारणले गर्दाखेरि जब हामी भित्र पानी हाल्छौँ यो भित्रपट्टिको लेयर जुन पानीको कन्ट्याक्टमा तुरुन्त आउँछ यो क्विकली एक्सपान्ड हुन थाल्छ तर ग्लास इज नट अ भेरी गुड कन्डक्टर अब यो बाहिरपट्टिको लेयरमा चाहिँ त्यति साह्रो हिट पुगेको हुँदैन भनेपछि भित्रको चाहिँ एक्सपान्ड भयो भित्रको लेयर तर बाहिरी लेयरसम्म खासै हिट कन्डक्ट भएको छैन अब यो अनइक्वल एक्सपान्सनले गर्दाखेरि मोलिक्युलहरू ब्रेकेज भएर बेसिकल्ली हाम्रो यो
ग्लास चाहिँ क्र्याक हुन्छ। सो यसको रिजन के हो त, इनर वाल एक्सपान्ड्स ऱ्यापिडली, आउटर वाल चाहिँ एक्सपान्ड हुँदैन। करेक्ट अप्सन। वाट आर द स्ट्यान्डर्ड फिक्स पोइन्ट्स फर सेल्सियस स्केल अफ अ थर्मोमिटर? यो चाहिँ पढ्नु होला। हामीलाई यहाँ स्ट्यान्डर्ड फिक्स पोइन्ट भनेको छ, तर हामीले यसलाई पढ्दाखेरि लोवर फिक्स पोइन्ट र अप्पर फिक्स पोइन्ट भनेर पढ्छौँ। लोवर फिक्स पोइन्ट भनेको मेल्टिङ आइसको टेम्परेचर, अप्पर फिक्स पोइन्ट भनेको बोइलिङ वाटरको टेम्परेचर। अब यो तिनटै स्केलको पढिराखौँ है। हाम्रो सेल्सियसको पनि छ, फरेनहाइटको पनि छ र केल्भिनको पनि छ। हाम्रो सेल्सियसको लोवर फिक्स पोइन्ट हुन्छ 0, अप्परको हुन्छ 100, फरेनहाइटको हुन्छ 32, अप्पर हुन्छ 212 र केल्भिनको लोवर हुन्छ 273 र अप्पर हुन्छ 373। सो थाहा चाहिँ सबै पाइरहनु होला। यहाँबाट एमसिक्यू एकदम सोधिरहेको हुन्छ। नाउ हाम्रो क्वेसनले भनेको छ सेल्सियस स्केलको चाहिँ कुन त भन्दाखेरि सेल्सियस स्केलको 0 एन्ड 100 लोवर र अप्पर फिक्स पोइन्ट्स। Which component of liquid thermometer protects the capillary tube and contains the scale? ओके, यो हामीले अघि पनि कुरा गऱ्यौँ। हाम्रो थर्मोमिटर बेसिकली लिक्विड थर्मोमिटर भनेपछि क्लिनिकल या त ल्याबोरेटरी पर्ने भयो है। हाम्रो यो अगाडिपट्टिको भागलाई हामीले भन्छौँ बल्ब, जहाँ योपट्टिको भागलाई भन्छौँ हामीले स्टेम, योपट्टिको न्यारो भाग जुन छ यसलाई हामीले भन्छौँ किङ्क, यसलाई अर्को भाषामा हामीले कन्स्ट्रिक्सन पनि भनिरहेको हुन्छौँ र हाम्रो स्केल यहाँनिर हुन्छ। अब क्वेसन सोधेको छ कहाँनिर चाहिँ क्यापिलरी ट्युब हुन्छ? ओके, दिस इज द क्यापिलरी ट्युब। यो भित्र गरिउने भाँडो सिटी मैले लेखेको छु। अब स्केल पनि हुन्छ भनेपछि द करेक्ट आन्सर इज द्याट इज द स्टेम। वाइ डज आइरन नेल बिकम हट वेन ह्यामर फ्रिक्वेन्टली? आइरन नेल फलामको किलालाई ह्यामर गऱ्यो भने किन तात्छ? फ्रिक्सनले गर्दा होइन, केमिकल रियाक्सन होइन, ह्यामर गर्दाखेरि जुन एनर्जी लगाउँछौँ त्यो एनर्जी ह्यामरबाट नेलमा ट्रान्सफर हुन्छ, बिकज अफ इट गेट्स हिटेड। अब मेकानिकल वर्क इन्क्रिजेस द काइनेटिक एनर्जी। मेकानिकल एनर्जी भनेपछि द्याट इज बेसिकली इन टर्म्स अफ काइनेटिक एनर्जी। यसले के गर्छ त भन्दाखेरि मलिक्युलमा काइनेटिक एनर्जीलाई बढाउने काम गर्छ भने टेम्परेचर बढ्न जान्छ, आइरन नेल हट हुन्छ। सो यहाँनिर भन्न खोजेको कुरा चाहिँ टेम्परेचर हो। सो द करेक्ट अप्सन इज अप्सन नम्बर सी। इफ यु एड 1 किलो क्यालोरी, अब किलोको मिनिङ हुन्छ 1000, 1 किलोग्राम 1000 ग्राम, 1 किलोमिटर 1000 मिटर, 1 किलो क्यालोरी 1000 क्यालोरी। अब 1 क्यालोरी बराबर कति हुन्छ त भन्दाखेरि 4.2 जुल हुन्छ। त्यसो भए हाम्रो जति हिट दिएको छ, हाम्रो हिट कति छ त भन्दाखेरि क्यू बराबर 1000 क्यालोरी भनेको छ, त्यो भनेको 4.2 इन्टु 1000 जुल गर्दाखेरि हाम्रो आन्सर हुन्छ 4200 जुल। ओके, यति हिट एनर्जी हामीले सप्लाई गरेछौँ टु 1 केजी, मास भयो 1 केजी। अब सोधेको छ बाई हाउ मच विल इज टेम्परेचर इन्क्रिज भनेको छ। सो हामीलाई सोधेको क्वेसन छ डिटी बराबर वाट। अब यो वाटरको लागि भने चाहिँ वाटरको स्पेसिफिक क्यापेसिटी हुन्छ 4200 जुल पर केजी पर डिग्री सेल्सियस। अब हाम्रो सोल्युसन के हुन्छ त भन्दाखेरि विल युज द हिट इक्वेसन क्यू इक्वल्स टु एमएसडिटी। सो हामीले खोज्नुपर्ने छ डिटी, यो दुवैलाई यतापट्टि पठाइदिउँ, क्यू बाई एमएस। सो हाम्रो हिट छ 4200 जुल डिभाइड बाई मास छ 1 केजी, स्पेसिफिक क्यापेसिटी छ 4200। सो आवर आन्सर इज गोइङ टु बी 1 डिग्री सेल्सियस। यो त भयो न्युमेरिकलबाट सल्भ गरेर। अब तपाईँ एकचोटि सोच्नुहोस् ल, वाटरको स्पेसिफिक क्यापेसिटी छ 4200 जुल पर केजी पर डिग्री सेल्सियस, तपाईँले लिनुभयो 1 केजी वाटर, अनि अब सोधेको छ तपाईँले यति नै 4200 जुल नै हिट दिनुभयो भने कति डिग्रीले बढ्छ त? 1 डिग्री सेल्सियसले बढ्छ अभियसली। सो एनिवेज option is number C. Which property of water allows aquatic animals to survive in ponds even when the surface is frozen? यो क्वेसन रहेको छ एनोमलस एक्सपान्सनबाट। अब यसको कारण के हो त भन्दाखेरि हाम्रो यो पोन्डमा विन्टरमा फ्रिजिङ हुँदाखेरि पनि सबैभन्दा तलको लेयर चाहिँ 4 डिग्री सेल्सियसमा बसिरहन्छ, बिकज 4 डिग्री सेल्सियसमा वाटरको डेन्सिटी म्याक्सिमम हुन्छ र यो सबैभन्दा तल सिङ्क भएर बसिरहन्छ, यो लेयर फ्रोजन हुँदैन, सो दे क्यान सर्भाइभ। अब कुन अप्सनमा यो भनेको छ त, एनोमलस एक्सपान्सनको बारेमा अथवा 4 डिग्री सेल्सियसको सबैभन्दा तलको लेयर हुन्छ भनेर। लेयर अफ वाटर एट 4 डिग्री सेल्सियस रिमेन्स एट द बटम, यो ठिकै छ। वाटर फ्रिजेस फ्रम द बटम अप, यो गलत हो। आइस इज अ गुड कन्डक्टर, होइन, ब्याड कन्डक्टर हो। फिस क्यान प्रोड्युस देयर ओन इन्टरनल हिट टु किप द पोन्ड वार्म, यो पनि होइन। सो करेक्ट अप्सन इज अप्सन नम्बर ए। वाइ इज द बल्ब अफ द थर्मोमिटर मेड विथ अ भेरी थिन ग्लास? हामीले अघि पनि कुरा गऱ्यौँ, थर्मोमिटरको यो स्ट्रक्चर भयो भने यो अगाडिपट्टिको भाल्भ जुनमा हामीले बडीलाई कन्ट्याक्टमा राख्छौँ, वी कल इट एज अ बल्ब। अब यो चाहिँ स्टिलको हुन्छ अथवा प्रायः जसो भेरी थिन ग्लासको हुन्छ। किन भन्दाखेरि हाम्रो जुन पनि बडी छ
त्यसबाट भएको हिटलाई एब्जर्ब गर्नु पर्यो, यसले टेम्परेचर नाप्नु पर्यो। सो जस्ट फर मेजरिङ द टेम्परेचर के हुन्छ त भन्दाखेरि यो चाहिँ एकदमै पातलो बनाइन्छ है। सो अब यसमा के भन्छ, टु रिड्युस द कस्ट होइन, टु इन्स्योर हिट ट्रान्सफर टु द थर्मोमेट्रिक लिक्विड ठीक हो, टु मेक मर्करी अपियर लार्जर होइन, टु प्रिभेन्ट फ्रम क्र्याकिङ पनि होइन। सो करेक्ट अप्सन इज ऱ्यापिड हिट ट्रान्सफर होस् भनेर। What happens to the temperature of a body when the average kinetic energy of the molecule decreases? Average kinetic energy भन्ने बित्तिकै that is basically referring us to temperature. अब कुनै पनि बडीको एभरेज काइनेटिक एनर्जी घट्नु भनेको टेम्परेचर घट्नु, यो त एकदम सिम्पल क्वेसन भयो है। सो करेक्ट अप्सन इज टेम्परेचर डिक्रिजेस, अप्सन नम्बर डी। Which one of the following is an effect of heat mentioned in the source material भनेको छ। ल एनिवे सोर्स मेटेरियल भन्नाले हाम्रो च्याप्टर न्यू एटम बन्ने कुरा यो त होइन। चेन्ज इन मास, मास इज कन्स्टेन्ट, ल अफ कन्जर्भेसन अफ मास, चेन्ज इन सोलबिलिटी अफ अ सब्सटेन्स र चेन्ज इन ग्राभिटेसनल पुल। ओके, यहाँ दुईवटा कुरामा अलिकति डाउट भयो है। अब कुरा गरौँ एउटा डेली लाइफ एक्सपिरियन्सको बारेमा। तपाईँले एक्सपिरियन्स गर्नुभएको छ, चिसो पानीमा चिनी या नुन छिटो घुल्छ या तातो पानीमा? हामी मुभी हेर्न जाँदाखेरि कफीको कप लिन्छौँ, तर त्यो कफीमा त सुगर त हुँदैन, अनि हामी के गर्छौँ पछि एड गर्छौँ। तर तपाईँले नोटिस गर्नुभएको छ त्यो सुगरलाई एकछिन हालेर एक दुईचोटि स्टर गर्ने बित्तिकै त्यो सबै डिजल्भ भइसक्छ है। त्यसको मिनिङ के त, चाँडो घुल्छ। सो चेन्ज इन सोलबिलिटी, सोलबिलिटी बढ्छ यदि हिट बढी भयो, टेम्परेचर बढी भयो भने। इन केल्भिन स्केल वाट इज द भ्यालु अफ अप्पर फिक्स पोइन्ट? यो अघि पनि हामीले कुरा गऱ्यौँ अप्पर फिक्स पोइन्ट र लोअर फिक्स पोइन्टको बारेमा है। सो सेल्सियस स्केलमा, फेरेनहाइट स्केलमा र केल्भिन स्केलमा। सेल्सियसमा 0 र 100, फेरेनहाइटमा 32 र 212 र केल्भिनमा 273 र 373 हुन्छ। लोअर फिक्स पोइन्ट भनेको टेम्परेचर अफ मेल्टिङ आइस, अप्पर फिक्स पोइन्ट भनेको टेम्परेचर अफ बोइलिङ वाटर। सो अप्पर फिक्स पोइन्ट कति हो त केल्भिन स्केलको? द करेक्ट अप्सन इज सी 373 केल्भिन। Which substance would heat up faster when given the same amount of heat? 1 kg स्टिल या त 1 kg वाटर। ल हामीले दुवैलाई बराबर हिट दियौँ, दुवै 1 kg छ। अब कुन चाँडो तात्छ? कुन चाँडो तात्छको मिनिङ वी क्यान से विच गेन्स टेम्परेचर ऱ्यापिडली, अथवा कसको टेम्परेचर बढी बढ्छ है। सो हामीले खोज्नु छ डिटी कसको बढी हुन्छ। अब हामी कुरा गरौँ हिट इक्वेसन, द्याट इज आवर इक्वेसन क्यू इक्वल्स टु एमएस डिटी। अब हामीले यहाँबाट के हेर्न सक्छौँ भने मास दुवैको सेम छ, स्पेसिफिक क्यापेसिटी दुवैको सेम छैन। अब हामी खोज्दैछौँ डिटी, तर हिट त सेम दिएको भनेपछि हिट पनि कन्स्टेन्ट, मास पनि कन्स्टेन्ट। सो हामीले के भन्न सक्छौँ भने हाम्रो एस टाइम्स डिटी चाहिँ कन्स्टेन्ट हो। यहाँबाट के थाहा पाइयो त भन्दाखेरि डिटी इज इन्भर्सली प्रोपोर्सनल टु एस, भनेको जसको स्पेसिफिक क्यापेसिटी बढी छ त्यसको टेम्परेचर थोरैले बढ्छ र जसको स्पेसिफिक क्यापेसिटी कम छ त्यसको टेम्परेचर धेरैले बढ्छ। जस्तो कि पानी, पानी किन ढिलो तात्छ? यसलाई धेरै हिट दिँदा पनि बिस्तारै तात्छ, टेम्परेचर चेन्ज कम हुन्छ किनकि यसको स्पेसिफिक क्यापेसिटी एकदमै धेरै छ। स्यान्ड किन चाँडो तात्छ? बिकज इट्स स्पेसिफिक क्यापेसिटी इज लेस। अब वाटरको स्पेसिफिक क्यापेसिटी एकदम धेरै छ, 4200 हो, स्टिलको त्योभन्दा केही कम हुन्छ, 1000 भन्दा कम हुन्छ। सो वी क्यान से 1 kg स्टिल चाँडो तात्छ। सो करेक्ट अप्सन इज बी स्टिल। नेक्स्ट, अ वेट ह्याङ्करचिफ इज केप्ट अन फोरहेड अफ अ पेसेन्ट सफरिङ फ्रम फिभर। ज्वरो आएको मान्छेको निधारमा चिसो ह्याङ्करचिफ राखिन्छ किन? यो सुन्दाखेरि मेडिकल क्वेसन बायोलोजीको जस्तो लाग्ला तर होइन। सो वेट ह्याङ्करचिफ भन्ने बित्तिकै इट्स बेसिकली सोक्ड इन वाटर, हामीले त्यसलाई पानीमा भिजाएको छौँ। पानी के गर्छ? वाटर इज भेरी हाई स्पेसिफिक क्यापेसिटी, यसले आफ्नो टेम्परेचर थोरै मात्र बढाउँदा धेरै हिट एब्जर्ब गर्न सक्छ। सो वाटर एब्जर्ब्स अ लार्ज अमाउन्ट अफ हिट फ्रम द बडी ड्यु टु हाई स्पेसिफिक इज द करेक्ट। एसर्सन भनेको स्टेटमेन्ट, रिजन भनेको त्यसको कारण। लेट्स चेक एसर्सन। वाटर इज युज्ड एज अ कुलेन्ट इन भेहिकल्स, इन्जिन एन्ड इन्डस्ट्रियल मसिन। कुरा त ठिकै हो, एसर्सन इज करेक्ट। रिजनमा जाउँ, वाटर इज अ हाई स्पेसिफिक क्यापेसिटी 4200 अलाउिङ इट टु एब्जर्ब अ लार्ज अमाउन्ट अफ हिट विथ स्मल राइज इन टेम्परेचर। यो पनि ठिकै हो है, यसको का ए पनि राइट, आर पनि राइट, भनेपछि यो अप्सन हुनसक्छ, यो अप्सन हुनसक्छ, यो अप्सन हुनसक्छ, यो आउट भयो र यो पनि आउट भयो। अब ए को रिजन आर हो कि होइन? वाटरलाई किन युज गरिन्छ? बिकज यसको हाई स्पेसिफिक क्यापेसिटीले गर्दा नै हो। सो आर इज द करेक्ट एक्सप्लेनेसन, करेक्ट अप्सन इज ए। एसर्सनले भनेको छ डेजर्ट्स एक्सपिरियन्स भेरी हाई टेम्परेचर ड्युरिङ डे, भेरी लो एट नाइट। यो ठिकै हो, दिउँसो धेरै गर्मी, राति धेरै चिसो। रिजन, स्यान्ड इज भेरी हाई स्पेसिफिक क्यापेसिटी, यो कुरो गलत छ है। स्यान्डको स्पेसिफिक क्यापेसिटी 700-800 को लगभग रेन्जमा हुन्छ, वाटरको कम्पेरिजनमा यो धेरै लो हुन्छ। इट एब्जर्ब्स एन्ड लुजेस हिट भेरी स्लोली, यो पनि गलत हो। यसले हिट चाँडो एब्जर्ब गर्छ त्यही भएर तात्छ, चाँडो लुज गर्छ त्यही भएर चाँडो सेलाउँछ। सो एसर्सन ठिक छ तर रिजन गलत छ है। सो
यो भएन, यो पनि भएन, assertion is true, reason is false भनेपछि हाम्रो करेक्ट अप्सन भयो सी। लास्ट क्वेसन, assertion पढौँ। हिट अलवेज फ्लो फ्रम अ बडी कन्टेनिङ मोर थर्मल एनर्जी टु बडी कन्टेनिङ लेस थर्मल एनर्जी। यो गलत छ। हाम्रो हिटको फ्लो जहिले पनि हट बडी अथवा हाई टेम्परेचरदेखि लिएर कोल्ड बडी जहिले पनि लो टेम्परेचरमा हुन्छ। हिटको फ्लो यो डाइरेक्सनमा हुन्छ भनेपछि यसमा टेम्परेचरको कुरा हो, यसमा हिट टोटल हिटको कुरा होइन, थर्मल एनर्जीको कुरा होइन। जहिले पनि हिट हायर टेम्परेचर टु लोवर टेम्परेचर मात्र फ्लो हुन्छ भनेपछि एसर्सन आफैमा गलत छ। रिजन थर्मल एनर्जी फ्लो स्टप्स when the two bodies are in a state of thermal equilibrium। थर्मल इक्विलिब्रियम भनेको कुनै पनि दुईटा बडीको सेम टेम्परेचर भयो भने हिटको फ्लो स्टप हुन्छ, जुन ठिक छ। सो एसर्सन इज फल्स बट रिजन इज ट्रू। सो आवर करेक्ट ऑप्शन इज ऑप्शन नंबर D। Thank you everyone।